सर, आप वियतनाम गए थे। वियतनाम में कितने लोगों के साथ आप गए थे और क्या सम्मान आपको मिला? भियतनाम मलाई फाइन्स आर्ट्स एसोसिएसन दानाङ मार्फत भियतनामको चाहिँ एउटा चाहिँ कला समूह मार्फत निमन्त्रणा, व्यक्तिगत रूपले निमन्त्रणा भएको थियो र हामी जाँदा चाहिँ परिवारको सदस्यको साथ भियतनाम भ्रमण पनि र सम्मान कार्यक्रममा पनि पार्टिसिपेन्ट हुने गरी हामी 4 जना परिवारका सदस्यको साथमा हामी भियतनाम भ्रमणमा रहेको थियौं। प्रतिष्ठान एउटा गैर राजनीतिक सामाजिक संगठन हो। यसले हाम्रो पूर्वीय हामी र हाम्रो समाजबाट, हाम्रो पुस्ताबाट विलय हुँदै गएको हाम्रो पूर्वीय संस्कार र संस्कृति बचाउनको लागि, हाम्रो भाषा, कला, साहित्य र संस्कृति बचाउनको लागि निरन्तर काम गर्दै आएको छ। हामीले आजभन्दा 7 वर्ष अगाडि सडकमा एउटा इटा मागेर हुनेले 1 धुर जमिन दिनुहोस्, नहुनेले कमसे कम 15 रुपियाँको एउटा इटा दिनुहोस् भनेर हामीले आम दाता महानुभावहरूसित भावना रूपी हाम्रा आवाजहरू बिछ्याउँदै अगाडि बढ्दा 1 खान इटा सहयोग संकलनबाट करिब 3 करोड 50 लाखको नाट्य कला मन्दिर निर्माण गर्न सफल भएका छौं भने 1 धुर जमिन सहयोग भूमिदान कार्यक्रमबाट हामीले 145 धुर जमिन जोड्न सफल भएको छौं, जो नेपालकै थिएटरहरूको इतिहासमा यो पहिलो चाहिँ एउटा ऐतिहासिक सफलता पनि हो र हामी आगामी दिनमा हाम्रो भाषा, कला, साहित्य, संस्कृतिको संरक्षण सम्वर्धनको लागि एउटा बहुजाति, बहुभाषी, बहुसांस्कृतिक संग्रहालय सहितको झापा नाटघर आंशिक रूपले निर्माण भइसकेको छ र अब हामी सांस्कृतिक धरोहर, सांस्कृतिक संग्रहालय निर्माणको कर्ममा अगाडि बढिरहेको छौं। जुन भियतनाम सरकारले, मेरो देशका सम्बन्धित निकायहरूले, सम्बन्धित व्यक्तिहरूले नदेखेको, सम्बन्धित निकाय नपुगेको र हामीले गरेको सानो भन्दा सानो एउटा अभियानलाई पनि आज अन्तर्राष्ट्रिय मञ्चले देखेको छ, भियतनाम सरकारले देखेको छ। त्यसैले जुन भियतनाम सरकारले आफ्नो भूमिमा बोलाएर नेपाली भाषा, कला, साहित्य र संस्कृतिको संरक्षण र सम्वर्धनमा 1 इटा अभियानबाट हामीले चलाएको एउटा चाहिँ सार्थकतामा पुर्याउन सफल अभियानलाई स्मरण गर्दै जुन एउटा चाहिँ सम्मान प्रदान गरेको छ, अन्तर्राष्ट्रिय स्तरमा हामीलाई चाहिँ जुन एउटा हौसला र प्रेरणा प्रदान गरेको छ, यसबाट हाम्रो जिम्मेवारी अझै बढेर गएको छ। अझै हामीले गर्ने कर्महरू बाँकी रहेका छन्। त्यसैले हामी हाम्रो लक्ष्य र उद्देश्य प्राप्तिको लागि क्षितिज आफ्नो ब्यानरै पवित्र छ, अनन्त छ र हामी अनन्तसम्म यो संस्थाको श्रीवृद्धिको लागि, नेपाली कला, साहित्य र संस्कृतिको संरक्षण र सम्वर्धनको लागि अघि बढ्नेछौं र सबै जात, सबै भाषा, धर्म, वर्ण र लिङ्गका व्यक्तित्वहरूको सामूहिक अपनत्व कायम हुने गरी क्षितिज नाट्य समूह अबका दिनमा सांस्कृतिक संग्रहालय निर्माणको कर्ममा अघि बढिरहेको कुरा म यहाँ मार्फत जानकारी गराउन चाहन्छु।